खोलाको माछा कसरी पकाउने त? हेर्नुहोस् त, तपाईँहरूले यसरी पनि पकाउन सक्नुहुन्छ। सबैभन्दा पहिले मैले माछा यसरी सानो सानो पिस काटेको छु। त्यसपछि सानोभन्दा पनि ठिक्क काट्नु होला। त्यसपछि सफा गरेर पानीले एकदमै सफा गर्नु होला। सफा गरिसकेपछि अब यसरी राख्नु होला। सबैभन्दा पहिले मैले बेसार राखेको छु। अनि बेसार राखिसकेपछि अब हेर्नु तपाईँहरूले स्वादअनुसारको नुन राख्नु होला, ठिक्क राख्नु होला, नुन राख्नु होला। त्यसपछि मैले मिर्चीको धुलो राखेको छु, खुर्सानीको धुलो। त्यसपछि बेसार राखेको छु अनि धनिया र जिराको धुलो पनि राखेको छु, मिक्स मसला पनि राखेको छु अनि कुटेको लसुन पनि राखेको छु है। अब मोस्ने यसरी मोल्ने, मोलिसकेपछि आधा घन्टा छोड्ने। त्यसपछि मैले पेन बसालेको छु, पेनमा तेल राखेको छु तपाईँहरूले तार्नको लागि, किनभने हामीले मसलाहरू मिक्स गरेर पहिले नै राखिसकेका छौँ। अब यहाँनिर मैले तेल राखेको छु, त्यसपछि मैले यहाँनिर माछा एड गरेको छु। आधा घन्टा राखेको थिएँ साथीहरू मैले माछा मोलेर मसलामा एकदमै अलि थोरै मैले त्यहाँनिर कागती पनि हालेको थिएँ, कागती छुटाएको छु। तपाईँहरूले पनि राख्नु होला, स्किप भएको छ भिडियो। तपाईँहरूले कागती राखेर यसरी मजाले मिडियम ग्यासमा तपाईँहरूले हाई फ्लेमको होइन, मिडियम ग्यासमा तपाईँहरूले यसरी पकाउनु होला। अनि बिस्तारै बिस्तारै तपाईँहरूले अब फुट्ने, किनभने हामीले सुरुमा मसलाहरू सबै कागतीहरू सबै मोलेर आधा घन्टा राखिसकेका हुन्छौँ। फुट्ने सम्भावना त हुँदैन, तैपनि तपाईँहरूले अलिकति बिस्तारै साइडमा यसरी एक साइडमा पाकिसकेपछि अर्को साइडमा पकाउने प्रयास गर्नुहोला। ग्यास एकदमै मिडियम राख्नु होला। हाई राख्यो भने माछा फुट्ने सम्भावना पनि हुन्छ र डढ्ने सम्भावना पनि हुन्छ। त्यो भएर मिडियम ग्यासमा यसरी पाक्दै गर्छ। तपाईँहरूले देख्नुभयो नि होइन, खोलाको माछा एकदमै स्वादिष्ट पनि हुन्छ, टेस्टी पनि हुन्छ र मैले यसरी पनि पकाएको छु। एकदमै सजिलो तरिका छ। तपाईँहरूले सुरुमा यसलाई माछालाई मजाले पखाल्ने, सफा गर्ने, सफा गरिसकेपछि मसलाहरू राखेर मैले देखाएको जस्तै मोल्ने, आधा घन्टा राख्ने। आधा घन्टापछि यसरी तेलमा मजाले हामीले यसलाई अब पकाउँदै तयारी गरेर मजाले खान सकिन्छ। एकदमै रोस्ट बनाएर फ्राई माछा फ्राई तेलमा हामीले मसलाहरू राखेर मैले हुन तपाईँहरूले पनि बनाउन आउँछ, त्यो पनि मैले एउटा अलिकति नयाँ टिप्स हो है माछा पकाउनको लागि। यसरी पकाउँदाखेरि माछा फुट्दैन, स्वादिष्ट पनि हुन्छ। हामीले खानाहरू खाँदाखेरि पनि एकदमै हामीले अब माछा रोस्टेड गरेको एकदमै आफ्नै घरमा आफ्नै हातले चाहिँ एकदमै मिठो हुन्छ नि त। आवश्यकता अनुसार तेल राख्न मिल्यो, मसलाहरू आवश्यकता अनुसार राख्न मिल्यो, आफैले आगोमा पनि पकाउन सक्यो, ग्यासमा पनि पकाउन सक्यो। त्यो भएर यसरी मैले तपाईँहरूलाई सिकाएको साथीहरू, तपाईँहरूले पक्कै पनि ट्राई गर्नुहोला। पाकिसकेको छ, पाकिसकेको छ माछा। मैले 10-15 मिनट भयो मिडियम ग्यासमा यसरी एउटा प्लेटमा यसरी राख्छु। प्लेटमा राखिसकेपछि अब तपाईँहरूले मजाले यसरी पकाएर खान सक्नुहुन्छ। मैले अरू पनि बाँकी भएको यसरी तयारी गरेको थिएँ। यी तयारी गरेर यसरी तपाईँहरूले